उत्पादन गरेका कृषि उत्पादन गरेका तरकारीबाट बिक्री वितरण गरेर अब त्यो 2500 रुपियाँ महिनामा त्यहाँ जम्मा गर्ने अनि त्यहाँ बिक्री गरेको चिजलाई पनि केही दिदीबहिनी आफ्ना छोराछोरीलाई पुऱ्याउने चिजमा गर्नुभएको रहेछ। किन अब हामी छोड्दैनौँ, उहाँ गए पनि छोड्दैन, हामी लाग्छौँ भन्नुभएको छ। त त्यहाँको दिदीबहिनीको एउटा सशक्तिकरण के भने चाहिँ उहाँहरूले हामीले अब यो चाहिँ यो ठाउँमा केही बोल्ने अधिकारहरू कुनै यति गाउँमा हामी अध्यक्ष बन्न सक्छौँ, सचिव बन्न सक्छौँ, हामी दाबी गर्छौँ भनेर उहाँले भन्नुभएको छ। त्यसै गरी हामीले पनि त्यो सोचे त्यही हौँ, जुन पछाडि परेको वर्गलाई, जुन तपाईँ सबभन्दा पछाडि परेको वर्ग एकल महिला हुन्छन्, अपाङ्गता भएका व्यक्तिहरू हुन्छन्, ती माथिलाई कसरी माथि उठाउने भन्ने सोच भएको हुन्छ। त्यो सोच भएको कारणले हामीले पनि सापी नगरपालिकामा विभिन्न क्रियाकलाप गरिरहेका छौँ। यी संस्थाका क्रियाकलाप हाम्रै क्रियाकलाप हुन्। हामीले उहाँलाई मागे तपाईँका गतिविधि के छन्, क्रियाकलाप के छन् भनेर हाम्रो नीति तथा कार्यक्रम बोकेर हामी अगाडि बढेका अवस्था छ।